फिजियोथेरापीको बारेमा सबभन्दा ठुलो मिथ भनेको चाहिँ प्यासिभ ट्रिटमेन्ट हो भन्ने कुरा चाहिँ मिथ हो। म फिजियोथेरापिस्ट भएर जान्छु, उसले यो मेसिन लगाइदिन्छ अथवा यो मेरो जोर्नी चलाइदिन्छ र मन ठिक हुन्छ भन्नु चाहिँ ठुलो मिथ हो। किनभने फिजियोथेरापीमा पेसेन्ट नै एक्टिभ हुनुपर्छ सबभन्दा पहिला कुरो। अनि यो फिजियोथेरापीलाई चाहिँ एकदम छुट्टै विधा भनेर हेरिन्छ। एलोप्याथी भने जस्तो, आयुर्वेद भने जस्तो एउटा छुट्टै विधा भनेर हेरिन्छ, तर त्यो होइन। बेसिकली पेसेन्ट हस्पिटल किन जान्छ भने दुखेर जान्छ, दुखाइ उसको पहिलो कम्प्लेन हुन्छ। अनि दुखाइ भनेपछि शरीरमा केही न केही गलत भइरहेछ अथवा केही न केही समस्या छ भन्ने कुरा बुझिन्छ। अनि पहिलाको कन्सेप्ट चाहिँ हामी दुखाइलाई एकदमै बायोलोजिकल मोडलबाट मात्रै हेर्थ्यौँ। दुख्यो भनेपछि या त नसा च्यापिएको छ, हड्डी खिएको छ, मासु च्यातिएको छ, किडनीमा स्टोन छ, लिभरमा इन्जुरी छ, यस्तो किसिमको बुझिन्छ। दुखाइ भनेको चाहिँ अहिलेको नयाँ कन्सेप्टमा अनुसार चाहिँ नयाँ लिट्रेचरहरूले सजेस्ट गरेको अनुसार चाहिँ दुखाइ एउटा मात्र कारणले हुँदैन। बिरामीहरूले आफ्नो फिजियोथेरापिस्ट चयन गर्दाखेरि चाहिँ योग्य फिजियोथेरापिस्ट चयन गर्दा ध्यान दिनुपर्ने कुराहरू चाहिँ एकदमै राम्रो क्वेसन। एउटा बिरामीले फिजियोथेरापिस्ट छान्दाखेरि ऊ पहिला सुरु आफ्नो काउन्सिलमा दर्ता छ कि छैन, उसको लाइसेन्स अपडेटेड छ कि छैन भन्ने कुरा एकदमै इम्पोर्टेन्ट छ। अब त्यो कुरा चाहिँ हाम्रो ठ्याक्कै लाइसेन्सले नै दिने कुरा भयो, रेगुलेटरी कुरा भयो। त्यो बाहेक पनि नमस्कार सर, हजुरलाई हाम्रो पूर्ण पोडकास्टमा स्वागत छ। धन्यवाद। हजुरलाई पहिलो प्रश्न नै, हजुरलाई यो हेल्थ सेक्टरमा छिर्नलाई केबाट प्रेरणा मिल्यो? यो एकदम राम्रो प्रश्न गर्नुभयो, तर भेरी डिफिकल्ट टु एन्सर। हजुर, मलाई चाहिँ वास्तवमा अलिकति स्कुलको ब्रिलियन्ट स्टुडेन्ट भएको कारणले चाहिँ हाम्रो हुर्काइ डक्टर अथवा इन्जिनियर अथवा यस्तै केही बन्ने कुरा थियो। त्यसमा पनि मलाई चाहिँ आफूले एसएलसी दिने टाइमतिर 2060 सालमा माओवादीको द्वन्द्वकाल अनि त्यसपछि त्यसका घाइतेहरू अलिकति क्लोजली मैले देखेको थिएँ। अनि त्यसले गर्दाखेरि चाहिँ मलाई एउटा इम्प्याक्ट चाहिँ यो स्वास्थ्य क्षेत्रमै केही काम गर्छु भन्ने चाहिँ अलिअलि दिमागमा परेको थियो। अनि त्यसले गर्दाखेरि चाहिँ काठमाडौँ आएर +2मा साइन्समा +2 गरिसकेपछि अनि एमबिबिएस ट्राई गर्यो। 1 वर्ष ट्राई गरेपछि एमबिबिएसमा नाम ननिक्लेपछि केही नयाँ कोर्स पढौँ भनेर खोज्दै जाँदा फिजियोथेरापी पाएँ। अनि जुन कुराको बारेमा मलाई पनि थाहा थिएन खास जोइन हुनुभन्दा अगाडि। अनि त्यसपछि खोज्दै गएर अनि फिजियोथेरापी पढ्न पुगेँ। हजुरलाई पहिल्यैदेखि बच्चैदेखि हामीलाई के बन्ने भन्दा डक्टर इन्जिनियर भनिन्थ्यो नि, त्यही भएर दिमागमा त्यही बसेको कारणले गर्दाखेरि मेडिकल फिल्डमै इन्ट्री गर्नुभयो। त्यही नै भन्नु पर्यो। हजुरको जन्म बाल्यकाल चाहिँ कस्तो रह्यो? म एउटा सामान्य मिडल क्लास किसान फ्यामिलीमा जन्मेको मान्छे हो। मेरो जन्म चाहिँ चितवनमा भएको थियो। हाम्रो पुर्ख्यौली चाहिँ धादिङ हो र बुवाहरू चाहिँ चितवन माइग्रेट हुनुभएको थियो। चितवनको पनि अलिकति दुर्गम एरिया चितवन राष्ट्रिय निकुञ्ज भन्दा नजिकै, दुर्गम भन्दा पनि सौराको नजिकै, सबैले बुझ्ने हिसाबले चाहिँ सौराको नजिकै चाहिँ मेरो जन्म भएको हो। मैले स्कुलिङ त्यहीँ नैबाट गरेँ। अनि मेरो चाहिँ स्कुल चाहिँ घरबाट अलिकति टाढा थियो अनि बिचमा खोला पर्थ्यो र मैले मेजोरिटी अफ मेरो बाल्यकाल चाहिँ स्कुलको होस्टेलमा बिताएँ। अनि घरमा चाहिँ अलि थोरै नै टाइम म घर बसेँ। अनि त्यसरी नै सामान्य पढाइ लेखाइ नै मुख्य प्रायोरिटी हुन्थ्यो मेरो परिवारको पनि। अनि त्यसरी नै बित्यो। हजुर अहिले नेप्टाको निवर्तमान महासचिव हुनुभएको थियो। अनि हजुर विश्व फिजियोथेरापी संस्थामा पनि चुनाव लड्नुभयो कार्यकारी सदस्य पदमा, होइन त? यहाँ राष्ट्रको र विश्वमा त्यसरी चुनाव लड्दाखेरि दुईटामा के फरक पाउनुभयो हजुरले? मैले चाहिँ नेपाल फिजियोथेरापी सङ्घमा एज अ कार्यकारी सदस्य पनि काम गरेँ। त्यसपछि महासचिव भएर संस्थालाई 3 वर्ष चलाएँ। त्यसपछि नेपालमा गरिने गतिविधिहरूलाई चाहिँ विश्वको सामु हामीले देखाउनु पर्छ। हामीले गरेका कुराहरू, हाम्रोमा भएको प्र्याक्टिसहरू, अनि हामीले चाहिँ नेसनल लेभलमा गरिरहेको कुराहरूलाई चाहिँ कतिपय राम्रा कुराहरू हामी गरिराखेका छौँ जुन चाहिँ विश्वले देख्नुपर्छ। अनि हामीसँग कतिपय पोटेन्सियल छ जुन कुराको बारेमा विश्व अनभिज्ञ छ।
अनि धेरै जसो ग्लोबल प्र्याक्टिसको कुरा गर्ने हो भने बाहिर प्र्याक्टिस गरिएका कुराहरू नेपालमा ल्याएर त्यसलाई कपी गरेर रेप्लिकेट गर्ने गरिन्छ, तर हामीले आफूमा भएको पोटेन्सियल अथवा आफ्नो बेस लाइन चाहिँ अलिक बिर्सेको हो कि जस्तो मलाई चाहिँ फिल हुन्छ। अनि त्यो कुरालाई देखाउनलाई एउटा प्लेटफर्म चाहिँ विश्व फिजियोथेरापिस्टहरूको 129 वटा देशको छात्र सङ्गठन हो विश्व फिजियोथेरापी भनेको। अनि त्यसको एसिया वेस्ट पेसिफिक रिजन जसमा चाहिँ 32 वटा देश चाहिँ सदस्य छन्, नेपाल फिजियोथेरापी सङ्घ एउटा सदस्य हो। अनि त्यसमा चाहिँ मेरो चुनावको उम्मेदवारीको मेन एजेन्डा चाहिँ हामीले गरिरहेको कुरालाई विश्व समक्ष लाने, अनि विश्वमा भइरहेको ग्लोबल प्र्याक्टिस जुन चाहिँ एकदमै राम्रो प्र्याक्टिस प्रुभ भइसकेको छ, एभिडेन्स बेस्ड प्र्याक्टिस भइसकेको छ, त्यो कुराहरूलाई चाहिँ नेपालमा प्र्याक्टिस गर्ने, सो द्याट अब नेपालमा भएका कतिपय रिसोर्स पर्सनहरू अथवा फिजियोथेरापी पढ्न चाहने, फिजियोथेरापीमा हुने एक्टिभिटिजहरू चाहिँ विश्व समक्ष देखाउन पाइन्छ भन्ने नै मेरो इन्टेन्सन थियो। हजुरले वर्ल्ड फिजियोथेरापीको लिडरसिप प्रोग्राममा पनि आफ्नो केस स्टडी प्रेजेन्ट गरेर आइसक्नु भएको रहेछ। त्यहाँ अरू पनि विभिन्न देशका प्रतिनिधित्व गर्दै आउनुभएको थियो होला, उहाँहरूको हेराइ र हाम्रो नेपालीको बुझाइमा चाहिँ के डिफ्रेन्स पाउनुभयो फिजियोथेरापी? ठ्याक्कै वर्ल्ड फिजियोथेरापीको 2025 को कोहर्टमा चाहिँ म इन्भल्भ थिएँ। त्यो 1 वर्षको तालिम थियो, अनि 1 वर्षको तालिमको अन्तिममा चाहिँ हामीले केस प्रेजेन्ट गर्नुपर्ने थियो। मैले नेपालमा हामीले हालसालै नेपाल स्वास्थ्य व्यवसाय परिषदबाट हामीले बनाएको फिजियोथेरापिस्टहरूको आचार संहिता र स्कोप अफ प्र्याक्टिस, कोड अफ स्कोप अफ प्र्याक्टिस प्रेजेन्ट गरेको थिएँ। त्यो देख्दाखेरि चाहिँ हामी रेगुलेटरी पक्षमा निकै नै सबल रहेछौँ भन्ने चाहिँ मेरो एक्सपिरियन्स थियो। त्यहाँ हाम्रो त्यो कोहर्टमा चाहिँ 32 वटा देशको 32 जना चाहिँ पार्टिसिपेन्ट्सहरू थिए विश्वभरिको। अनि त्यसपछि धेरैजनाको केस प्रेजेन्टेसन चाहिँ इन्सुरेन्सको सिस्टम, त्यसपछि गएर उनीहरूले गरिरहेको एडभोकेसी अनि ट्रिटमेन्ट प्लानहरू थियो भने हामी चाहिँ त्योभन्दा पनि एक स्टेप माथि रेगुलेटरी बडीमा काम गरिरहेको रहेछौँ भन्ने कुरा चाहिँ मलाई फिल भएको थियो। अनि हाम्रो कोड अफ एथिक्स धेरैजनाले अप्रिसिएट पनि गरेको थियो, जुन कोड अफ एथिक्स चाहिँ मैले ग्लोबल प्लेटफर्ममा सेयर गर्न पाएँ। हजुर सर, अघि नै हजुरले अफ क्यामेरा नि भन्नुभयो हजुर पिएचडीको लागि अस्ट्रेलिया जाँदै हुनुहुन्छ। त्यहाँ कुन युनिभर्सिटीको लागि जाँदै हुनुहुन्छ? हजुरको स्कलरसिप हो कि पेड नै हो हजुरको पढाइ? मेरो चाहिँ अस्ट्रेलियाको मेलबोर्न सिटीमा भएको लाथ्रोब युनिभर्सिटीमा पिएचडी एक्सेप्ट भएको छ। म चाहिँ डिसेम्बरमा मुभ गर्ने प्लान गरेको छु त्यो पिएचडीको लागि। मेरो पिएचडी फुल्ली फन्डेड पिएचडी स्कलरसिप हो, जसमा मलाई चाहिँ युनिभर्सिटीले स्टाइपेन्ड, लिभिङ कस्ट पनि स्टाइपेन्ड दिन्छ। अनि मेरो पिएचडीको बारेमा भन्नुपर्दा चाहिँ मेरो अस्टियोआर्थराइटिस अफ हिप र नी, हिप चाहिँ हाम्रोमा अलिक अनकमन छ तर नी नै बढी फोकस गरेर चाहिँ त्यसमा चाहिँ एकदम लो कस्ट तर हाई भ्यालु ट्रिटमेन्टहरू चाहिँ इम्प्लिमेन्ट गर्ने नेपालमा चाहिँ लगभग मेरो विचारमा गुड एभिडेन्स बेस्ड ट्रिटमेन्ट चाहिँ नेपालको लागि चाहिँ इम्प्लिमेन्ट गर्ने चाहिँ मेरो पिएचडीको मेन टार्गेट अथवा प्रपोजल हो। हजुर, नेपालमा आएर पनि उहाँ पढेर नेपालमा इम्प्लिमेन्ट गर्न खोज्नु भएको? हजुर, पढेर मात्र भन्दा पनि मेरो डाटा कलेक्सन नै नेपालमा गर्ने प्लान हो। म केही कोर्स वर्कहरू अस्ट्रेलिया बसेर गर्छु र नेपालमा आएर केही डेजिग्नेटेड क्लिनिक्सहरू चाहिँ त्यो ट्रिटमेन्टको लागि मैले सेलेक्ट गर्छु। अनि केही फिजियोथेरापिस्टहरूको क्यापेसिटी बिल्डिङ, मेरो विचारमा 20 देखि 30 जना फिजियोथेरापिस्टहरूको क्यापेसिटी बिल्डिङ गर्ने काम गर्छु, ट्रेनिङ गर्ने काम गर्छु। अनि त्यसमा हामी कमसेकम 200-300 जना बिरामीहरू चाहिँ यहाँ रिक्रुट गरेर उनीहरूलाई चाहिँ कस्तो किसिमको चाहिँ ट्रिटमेन्ट, फिजियोथेरापी अथवा कन्जर्भेटिभ ट्रिटमेन्ट दिँदाखेरि चाहिँ आउटकम राम्रो आउँछ, अनि लिटरेचरले सजेस्ट गरेको कुन ट्रिटमेन्ट हामीले फोकस गर्न सक्छौँ भनेर चाहिँ त्यो चाहिँ प्रोटोकल बनाउँछु र त्यसलाई नेसनल पोलिसी लेभलमा चाहिँ त्यसलाई इम्प्लिमेन्ट गर्नलाई मेरो प्रयास रहनेछ। हजुर सर, हजुरलाई शुभकामना। राम्ररी पढेर आएर हाम्रो नेपालमा पनि धेरै कुराहरू इम्प्लिमेन्ट गर्न बाँकी नै छ जस्तो लाग्छ यो क्षेत्रमा मलाई। भन्नु होला, नेपालमा फिजियोथेरापिस्टलाई हेर्ने बुझाइ चाहिँ कस्तो छ? यो फिजियोथेरापी खासमा वास्तवमा भन्नुपर्दा एउटा वाक्यमा के हो र हाम्रो यो नर्मल एक्सर्साइज र फिजियोथेरापीमा चाहिँ के डिफ्रेन्स छ त? ओके, फिजियोथेरापी भनेको एक वाक्यमै भन्नुपर्दाखेरि चाहिँ फिजिकल एजेन्ट्सहरूले कार्यक्षमता बढाउनलाई गरिने चाहिँ एउटा उपचारको विधि हो। फिजियोथेरापी भनेको कार्यक्षमता भनेको तपाईँ हिँडुल गर्न सक्ने, बाथरुम जान सक्ने, आफ्नो
लुगा आफूले चेन्ज गर्न सक्ने, अफिस जान सक्ने, अफिसमा गर्न सकिने कामहरूदेखि लिएर एकदमै हाई लेभल पर्फर्मेन्स स्पोर्ट्स गर्न सक्ने, बनाउन सक्ने क्यापेसिटी चाहिँ फिजियोथेरापिस्टहरूले राख्छन्। अनि फिजियोथेरापीहरूले विभिन्न फिजिकल एजेन्ट्सहरूको युज गर्छन्। अनि त्यसरी चाहिँ फिजियोथेरापीलाई बुझिन्छ। यसमा चाहिँ मेनली चाहिँ जोर्नीहरूको लाई चलायमान कसरी राख्ने, मसलहरू बलियो कसरी बनाउने, मांसपेशीलाई बलियो कसरी बनाउने, चोट लाग्न कसरी नदिने भनेर गरिन्छ। तर स्कोपको कुरा गर्ने हो भने चाहिँ यो चाहिँ एकदमै कुनै पनि बच्चा जन्मेदेखि, उसको जन्मेको दिनदेखि एकदमै लास्ट स्टेजसम्म पनि फिजियोथेरापीको चाहिँ विभिन्न प्रकारले चाहिँ इम्प्लिमेन्ट भइरहेको हुन्छ। अब हामीसँग यो पानी पूर्ण वाटर नै जोडिनु भएको छ। हामीले फिजियोथेरापी गर्दाखेरि कतिको हाइड्रेट हुन जरुरी छ? एकदमै इम्पोर्टेन्ट छ। पानीको रोल त अब हाम्रो त मतलब शरीरको प्रकृति नै यस्तो छ जसमा चाहिँ पानी नै हो सबैभन्दा धेरै ठुलो कुरा। अनि पूर्ण पानीलाई पनि म एउटा धन्यवाद दिन चाहन्छु यो प्लेटफर्मको लागि। अनि पानीको धेरै नै ठुलो रोल किन पनि छ भन्दाखेरि यदि जिउमा इनफ मात्रामा पानी अथवा हाइड्रेसन भएन भने मसलहरूले त्यो अनुसार फङ्सन गर्न पाउँदैनन्। मसलहरूले फङ्सन गर्न नपाउनु भनेको अथवा नहुनु भनेको कुनै पनि किसिमको रोगको लागि रुमहरू क्रिएट हुनु हो। अनि त्यो मात्र नभएर पानीले गर्दाखेरि हाम्रो बडी टेम्परेचरलाई रेगुलेट गर्ने, अनि त्यसपछि हामीलाई चाहिँ विभिन्न वेस्ट प्रोडक्ट्सहरू जति पनि हुन्छ युरिनको थ्रुबाट हुन्छ अथवा स्वेटको थ्रुबाट हुन्छ, वेस्ट बाई प्रोडक्ट्सहरू जति पनि मेटाबोलिजमको हुन्छ त्यसलाई एक्सक्रिट गर्नको लागि पानी त एकदमै इम्पोर्टेन्ट हुन्छ। मेरो विचारमा त्यसको त इरिप्लेसेबल रोल नै छ पानीको। हाइड्रेसनको कुरा गऱ्यौँ, फिजियोथेरापीले शरीरको प्राकृतिक रिकभरीलाई चाहिँ के कस्तो सहयोग पुर्याउँछ त? वास्तवमा रिकभरी फिजियोथेरापी मात्र होइन, कुनै पनि उपचार पद्धतिको अल्टिमेट प्रिन्सिपल भनेको प्राकृतिक हिलिङ नै हो, नेचुरल हिलिङ नै हो। बडीले नै हिल गर्ने हो धेरै जसो ठाउँमा। अनलेस एन्ड अन्टिल कुनै केसमा फ्र्याक्चर भएको केसमा हड्डीलाई सोझो बनाएर कुनै इम्प्लान्ट लगाएर त्यसलाई ठिक ठाउँमा राख्यो भने पनि त्यो हड्डी आफै जुट्ने हो। त्यसपछि गएर कुनै पनि अब जस्तै सर्जरी गरेको ठाउँमा चाहिँ हामीले टाँकाहरू लगाउँछौँ, त्यो टाँका लगाएको ठाउँमा त्यो मासु जोडिन त आफै प्राकृतिक हिलिङ हुनैपर्छ। त्यही भएर फिजियोथेरापीमा पनि हिलिङ भनेको एकदम नेचुरल नै हुने कुरा हो। हिलिङ हामीसँग केही एजेन्ट्सहरू हुन्छ जसले चाहिँ त्यो हिलिङ प्रोसेसलाई अलिकति फास्ट गरिदिन्छ, अलिकति छिटो गरिदिन्छ, त्यति मात्रै नै फरक हो। अब फिजियोथेरापीमा पनि अब मासु बलियो हुनुपर्छ भनेर हामीले फिजियोथेरापी इन्टरभेन्सन दिँदै गर्दा मासुलाई त जति काम दियो त्यति बलियो हुने हो। त्यसको फिजियोलोजी नै त्यस्तो हुन्छ। जति वेट उठायो मासु त्यति बलियो हुँदै जान्छ, जति वेट लोड बियर गर्यो हड्डी त्यति बलियो हुँदै जान्छ। भनेपछि यो नेचुरल हिलिङलाई नै फेसिलिटेट गर्ने उपचार हो। यो फिजियोथेरापी मात्र होइन, सबै उपचार पद्धतिको अल्टिमेट प्रिन्सिपल भनेको चाहिँ नेचुरल हिलिङ नै हो। हजुर। अहिले त पहिलाको भन्दा त अलिक बुझाइ छुट्टै छ। नेसनल प्लेयरहरू जस्तै क्रिकेटर, फुटबलरहरूले पनि फिजियोथेरापिस्ट छुट्टै राख्ने गर्नुभएको छ होइन। फिजियोथेरापी यसरी प्लेयरहरूलाई अनि हेभी लोड उठाउने मान्छेहरू, अलि धेरै लेबर गर्ने मान्छेहरूमा र नर्मल पर्सनमा चाहिँ फिजियोथेरापीको एक्सर्साइजहरू डिफ्रेन्ट हुन्छ होला कि कस्तो चाहिँ डिफ्रेन्ट हुन्छ? डिफ्रेन्स डेफिनेटली डिफ्रेन्ट हुन्छ। अब खेलकुद स्पोर्ट्स फिजियोथेरापी अथवा खेलकुदसँग सम्बन्धित फिजियोथेरापी भनेको एउटा इमर्जिङ ठुलो स्कोप हो फिजियोथेरापीमा। त्यसमा चाहिँ बेसिकली दुईवटा कुरा, एउटा चाहिँ इन्जुरी प्रिभेन्सन कसरी गर्ने, खेलकुद गर्दा अब ट्रोमेटिक हुनसक्छ, कतिपय खेलहरू कन्ट्याक्ट इन्जुरिजहरू हुनसक्छ, एकअर्कामा ठोकिएर अथवा लडेर कतिपय इन्जुरीहरू हुनसक्छ, त्यो इन्जुरीलाई कसरी प्रिभेन्ट गर्ने भन्ने किसिमको एउटा चाहिँ पहिलेदेखिको तयारी हुन्छ एउटा। त्यसपछि अर्को चाहिँ यदि चोटपटक लागिसकेको छ, इन्जुरी भइसकेको छ भने त्यसलाई छिटो रिकभरी गर्ने कसरी। जस्तै एउटा इक्जाम्पल दिनु पऱ्यो भने कसैको मिनिस्कस इन्जुरी भयो, घुँडाभित्रको लिगामेन्टको इन्जुरी भयो भने त्यो इन्जुरी भइसकेपछि सर्जरी डेफिनेटली गर्नु पर्ला त्यसलाई गर्नलाई, करेक्सन गर्नलाई। तर त्यसलाई त्यो प्लेयरलाई ब्याक टु फिल्ड कसरी लिएर आउने भन्ने कुरा चाहिँ स्पोर्ट्स फिजियोथेरापीले एकदमै रोल प्ले गर्छ। अब नर्मल गरिने फिजियोथेरापीमा चाहिँ, नर्मल फिजियोथेरापी अथवा नर्मल पपुलेसनलाई गरिने फिजियोथेरापीमा चाहिँ त्यति लेभलको हाई लेभलको एक्सर्साइजहरू दिइँदैन। तर खेलकुद खेलाडीहरूमा अथवा हेभी वेट लिफ्ट गर्नेहरूलाई चाहिँ त्यही लेभलको एक्सर्साइज अथवा त्यही लेभलको चाहिँ इन्टेन्सिटी दिनुपर्ने हुनसक्छ। त्यसले गर्दाखेरि त्यो मेजोरिटी चाहिँ इन्टेन्सिटीमा फरक पर्छ। अनि एक्सर्साइजको किसिम, कस्तो किसिमको एक्सर्साइजहरू, ब्यालेन्स, गेट, कोअर्डिनेसनदेखि लिएर विभिन्न किसिमको एक्सर्साइजहरू हुन्छ, कस्तो किसिमको एक्सर्साइज मतलब फङ्सन
कार्यक्षमता चाहिँ त्यो खेलाडीको निड हो त्यही अनुसारको एक्सर्साइज डिजाइन गरिन्छ। यतिसम्म कि एउटा भलिबल प्लेयरलाई र एउटा फुटबल प्लेयरलाई अथवा एउटा क्रिकेट प्लेयरलाई फरक किसिमले ट्रेन गरिन्छ। एउटा भलिबल प्लेयरको फिजियोथेरापिस्टले क्रिकेटको प्लेयरको मतलब रिहेबिलिटेसन अफ फिजियोथेरापी गर्नु पर्यो भने उसले फरक तरिकाले हेर्नुपर्ने हुन्छ त्यहाँ चाहिँ। एक्सर्साइज भन्ने बित्तिकै डायटको कुरा पनि आउँछ होइन? सबैजनाले आफ्नो आफ्नो शरीर अनुसारको डायट गर्नुपर्छ भनेर डक्टरले राम्रो सल्लाह दिनु चाहिँ एकदमै जरुरी छ जस्तो लाग्छ मलाई। नेपालमा यो कतिको पाइन्छ? अब नेपालमा खास भन्यो भने डायटको बारेमा एकदम सल्लाह नै दिनको लागि चाहिँ म उपयुक्त मान्छे होइन। डाइटको बारेमा डाइटिसियनहरू प्रोफेसनल्स हुन्, उनीहरूले त्यो अनुसारको स्टडी गरेको हुन्छ। अब मान्छेको मेटाबोलिजम नै फरक हुन्छ, रेट अफ मेटाबोलिजम नै फरक हुन्छ, कसलाई कुन खानेकुराले सुट गर्छ भन्ने कुरा नै फरक पर्छ। तर ग्रसली अब हामीसँग इनफ मेन पावर पनि नहुँदा अथवा इनफ सेन्टर्सहरूमा चाहिँ डाइटिसियन भेट्ने जुन एक्सेसिबिलिटी नहुँदाखेरि चाहिँ ग्रसली नेपालको कन्टेक्स्टमा चाहिने खानेकुराहरूलाई चाहिँ सबै हेल्थ केयर प्रोभाइडर्सले दिन सक्छन्, सल्लाह दिन सक्छन्। तर अहिले त प्र्याक्टिस धेरै नै फरक भएको छ। जस्तै एउटा मतलब म अहिले वीर हस्पिटलमा काम गर्छु, वीर हस्पिटलको पथ्य शाखा अथवा किचन सेक्सनमा चाहिँ डाइटिसियन रिक्रुट गरेर न्युट्रिसनल भ्यालु मतलब कुनको कन्टेन्ट कति हुनुपर्छ भन्ने प्र्याक्टिस सुरु भइसकेको छ। भनेपछि प्राइभेट सेक्टरमा त्यतिकै सुरु भइसकेको छ। तर एउटा मेसेज चाहिँ यो ओभरअल ग्रसली हेर्दाखेरि चाहिँ हामीले जुन दाल भात तरकारी अचार खाने हाम्रो चलन छ त्यो चाहिँ एकदमै ब्यालेन्स डाइट रहेछ। खालि प्रोपोर्सन मिलाउन सक्यो भने भन्ने कुरा चाहिँ हाम्रो ग्रस अन्डरस्ट्यान्डिङ हो। तर इन्डिभिजुअलाइज्ड इन्टरभेन्सन चाहिँ त्यसकै प्रोफेसनल्सले गरेको अझै बेटर आउटकम हुन्छ। अहिले यो हाम्रो पहिला त बुढाबुढीलाई मात्र दुख्छ, यस्तो जोइन्टहरू ब्याक पेनहरू हुन्छ भन्ने थियो। अहिले चाहिँ एभ्री एज ग्रुपलाई, सबै उमेर समूहलाई नै ब्याक पेन नी पेनहरू भइरहेको हुन्छ। त्यो चाहिँ के कारणले गर्दा हुन्छ र यसको रुट कज पत्ता लगाउनलाई चाहिँ डक्टरहरूले, विभिन्न डिपार्टमेन्टको डक्टरहरूले चाहिँ बसेर सल्लाह गर्न सकिन्छ। रुट कज पत्ता नलागिकन उपचार गर्दा चाहिँ अब के भएको नै थाहा हुँदैन नि त हामीलाई। त्यसमा चाहिँ हजुर के सल्लाह गर्नुहुन्छ? एकदम राम्रो प्रश्न गर्नुभयो र मेरो वान अफ माई फेभरेट टपिकमा कुरा उठाउनु भयो होइन। हामी दुखाइको बारेमा कुरा गर्दैछौँ। बेसिकली पेसेन्ट हस्पिटल किन जान्छ भने दुखेर जान्छ, दुखाइ उसको पहिलो कम्प्लेन हुन्छ। अनि दुखाइ भनेपछि शरीरमा केही न केही गलत भइरहेछ अथवा केही न केही समस्या छ भन्ने कुरा बुझिन्छ। अनि पहिलाको कन्सेप्ट चाहिँ हामी दुखाइलाई एकदमै बायोलोजिकल मोडलबाट मात्रै हेर्थ्यौँ। दुख्यो भनेपछि या त नसा च्यापिएको छ, हड्डी खिएको छ, मासु च्यातिएको छ, अथवा यो मस्कुलोस्केलेटल केसको कुरा गर्दाखेरि अथवा अन्य कुनै किसिमको अब किडनीमा स्टोन छ, लिभरमा इन्जुरी छ, यस्तो किसिमको बुझिन्छ। तर दुखाइ भनेको चाहिँ अहिलेको नयाँ कन्सेप्टमा अनुसार चाहिँ नयाँ लिट्रेचरहरूले सजेस्ट गरेको अनुसार चाहिँ दुखाइ एउटा मात्र कारणले हुँदैन। दुखाइमा मल्टिपल फ्याक्टर्सहरू इन्भल्भ छ। यसमा बेसिकली भन्नुपर्दाखेरि चाहिँ बायोलोजिकल, साइकोलोजिकल र सोसियल कम्पोनेन्ट्सहरू हुन्छ। यो तीनटा कम्पोनेन्ट्स हुन्छ। र दुखाइ, क्रोनिक दुखाइ अझ विशेष गरी 3 महिनाभन्दा बढी लामो हुने दुखाइ चाहिँ एकजनाको एक्सपिरियन्स र अर्कोको एक्सपिरियन्स फरक एक्सपिरियन्स हुन्छ। मैले कुनै पनि पेसेन्टको दुखाइलाई मैले केही न केही अलिकति अब्जेक्टिभ मेजर त गर्छु, तर ठ्याक्कै आकलन गर्न चाहिँ सक्दिनँ। अब एउटै कुराले एउटै लेभलको चोट छ, सानो घाउ छ मानौँ दुईजनालाई भने उसको दुवैजनाको दुखाइको लेभल फरक हुनसक्छ। त्यसमा उसको बिलिफ फरक हुनसक्छ, उसले पास्ट एक्सपिरियन्स दुखाइको के छ त्यो फरक हुनसक्छ, उसको कल्चरले डिटरमाइन गर्न सक्छ। त्यसपछि विभिन्न यस्ता किसिमका फ्याक्टर्सहरू हुन्छ। त्यही भएर यो दुखाइ म्यानेजमेन्ट अथवा कुनै पनि केस म्यानेजमेन्ट गर्दाखेरि चाहिँ अब अहिले न्युयर कन्सेप्ट अथवा एकदम लिट्रेचरले सजेस्ट गरेको चाहिँ समस्याको कारण धेरै भइसकेपछि धेरै कारण म्यानेज गर्ने धेरै डिसिप्लिन एकै ठाउँमा बसेर म्यानेज गर्नुपर्छ। यसलाई हामी पेसेन्ट सेन्टर्ड अप्रोच भन्छौँ। पेसेन्टलाई बिचमा राखेर अरू डिसिप्लिनहरू चाहिँ वरिपरि बसेर गोल सेट गर्छौँ। यो यसरी उपचार हुनुपर्छ मुख्य गरी। अब जस्तै घोडाको दुखाइकै समस्याको कुरा गर्नुहुन्छ भने त्यसमा साइकोलोजिकल कम्पोनेन्ट हुनसक्छ, जसमा साइकोसोसियल काउन्सलरहरूले इन्टरभिन गर्न सक्छन्। मसलको विकनेसको कारण हुनसक्छ, जसमा फिजियोथेरापिस्टहरूले गर्न सक्छन्। अथवा त्यसमा कुनै किसिमको
सिस्ट अथवा ट्युमर हुन सक्छन् जसमा चाहिँ अर्थोपेडिसियनहरूले रोल प्ले गर्न सक्छन्। त्यही भएर पेसेन्टलाई सेन्टरमा राखेर उसको निड के छ, प्रब्लम आइडेन्टिफाई गरेर गोल के छ, त्यसको आधारमा इन्टरभेन्सन गर्नु चाहिँ सबैभन्दा राम्रो एभिडेन्स बेस्ड ट्रिटमेन्ट मोडल हो अहिलेको लागि। हजुरले भने जस्तै पेसेन्टलाई सेन्टरमा राखेर विभिन्न डिपार्टमेन्टको डाक्टरहरूले बसेर सल्लाह गरेर बल्ल रुट कज पत्ता लगाएर उपचार गर्न जरुरी छ। तर नेपालमा चाहिँ यो प्र्याक्टिस कम नै देखेको छ। अनि यसको लागि के ध्यान आकर्षण गर्न चाहनुहुन्छ? हाम्रो गभर्नमेन्ट पनि त उत्तिकै जिम्मेवारी होला यसको लागि। यसको लागि चाहिँ जस्तै यसको लागि चाहिँ एउटा डाक्टरले गरेर, एउटा फिजियोथेरापिस्टले गरेर अथवा एउटा क्लिनिकमा सुरु गरेर यो आजको भोलि चेन्ज हुनेवाला छैन होइन। किनकि हामीले एउटा डिसिप्लिन पढ्दै आएको छौँ, हामीले पेसेन्ट पढाएको छैनौँ अहिलेसम्म। पेसेन्ट एज अ होल पढाएको छैनौँ नि कसैले पनि। नेफ्रोलोजिस्टले उसको किडनीको बारेमा पढाएको छ, हेपाटोलोजिस्टले उसको लिभरको बारेमा पढाएको छ, न्युरोसर्जनले उसको ब्रेनको बारेमा पढेको छ, तर पेसेन्ट एज अ होल कसैले पनि पढेको छैन। यसमा के हुन जरुरी छ भने नेसनल लेभल गाइडलाइन अथवा पोलिसी बन्दै गर्दाखेरि नै कुनै पनि पेसेन्टको उपचार गर्दाखेरि ट्रिटमेन्टको प्रोटोकल नै होलिस्टिक उपचार हुनुपर्छ। त्यसमा मल्टिपल डिसिप्लिनहरू इन्भल्भ हुनुपर्छ। त्यसमा पेसेन्टको प्रब्लम आइडेन्टिफाई गरेर उसको कुन सिस्टममा चाहिँ समस्या हो, बायोलोजिकल पनि हुनसक्छ, साइकोलोजिकल हुनसक्छ, सोसियल हुनसक्छ। बायोलोजिकलमा पनि विभिन्न हाम्रो सिस्टम, एनाटोमिकल सिस्टम्सहरू अथवा स्ट्रक्चर्सहरू हुनसक्छ, फिजियोलोजिकल कुराहरू हुनसक्छ। त्यो कुरालाई आइडेन्टिफाई गरेर सबैजनाले गरेर अब यो प्र्याक्टिसलाई चेन्ज गर्नको लागि एउटा सिम्पल मोड्युल चाहिँ के गर्न सकिन्छ भने हस्पिटलहरूमा अथवा सेन्टर्सहरूमा चाहिँ रेगुलर क्लिनिकल मिटिङ जसमा चाहिँ विभिन्न डिपार्टमेन्टले एउटै केसलाई विभिन्न तरिकाले प्रेजेन्ट गर्छन् अथवा भन्छ। जस्तै एउटै घुँडाको दुखाइको बिरामीलाई एउटा एनेस्थेसियोलोजिस्टले हेर्ने अथवा पेन फिजिसियनले हेर्ने तरिका र एउटा फिजियोथेरापिस्टले हेर्ने तरिका फरक हुनसक्छ। उसको प्रब्लमलाई बिचमा राखेर हामीले डिस्कसन गर्ने जुन कल्चर डेभलप गर्न थाल्यौँ भने चाहिँ त्यो भोलिपर्सि त्यही प्र्याक्टिस नेसनल पोलिसीमा जान्छ। अनि नेसनल पोलिसीमा गइसकेपछि भोलिपर्सि हाम्रो जस्तो स्ट्यान्डर्ड ट्रिटमेन्ट प्रोटोकल्सहरू जुन बन्छ अथवा एसओपिजहरू जुन बन्छ त्यो एसओपिजहरूमा के कुरा आइसकेपछि चाहिँ अनि पेसेन्ट सेन्टर्ड अप्रोच चाहिँ एकदम वाइडली लागू हुन्छ। त्यसको प्र्याक्टिस कति ठाउँमा त देखिसके पनि छ। अझ विशेष गरी प्राइभेट हस्पिटलमा त त्यस्तो त्यो क्लिनिकल मिटिङ, अब रेडियोलोजी, प्याथोलोजी अनि त्यसपछि गएर अर्थोपेडिसियन बसेर मिटिङ गर्ने त्यो एकदमै देखिया छ। अनि वीर हस्पिटलमा जहाँ म काम गर्छु त्यहाँ पनि हामीले स्टार्ट गरि नै सकेका छौँ। त्यहाँ पनि हरेक महिना चाहिँ हामीले कुनै केसलाई चाहिँ विभिन्न डिपार्टमेन्टको फ्याकल्टीहरू बसेर एउटा केस प्रेजेन्ट गरेको कुरामा चाहिँ विभिन्न आफ्नो साइडबाट इनपुट दिएर त्यो केसलाई क्रस रेफर कहिले गर्ने, एउटाले अर्को डिसिप्लिनलाई रेफर कहिले गर्ने, सुझाव कहिले माग्ने, अनि एउटाले गरेको इन्टरभेन्सनको इम्प्याक्ट अर्कोलाई कसरी पर्छ भनेर एनालाइसिस गर्ने कामको चाहिँ सुरुवात भइ नै सकेको छ। मेरो विचारमा आउँदो 5-7 वर्ष 10 वर्षमा चाहिँ यो चाहिँ नेसनल लेभलमै आउँछ होला। उनीहरूलाई एकदमै जरुरी पनि छ एउटा पेसेन्टको लागि। हजुर। अनि हाम्रो एकदमै गम्भीर चोट लागेको बिरामीहरू अनि भर्खरै अपरेसन गरेको बिरामीहरू जो हुनुहुन्छ नि उहाँहरूलाई चाहिँ फिजियोथेरापीको एक्सर्साइजहरू गराउनको लागि चाहिँ कुन समय उपयुक्त हुन्छ? अपरेसन गरेको कति टाइमभित्र? लिटरेचर हेर्ने हो भने त अपरेसन गरेको ओटी टेबलबाटै स्टार्ट गर्नुपर्छ। तर एनेस्थेसियाको कारणले धेरै गर्न सकिँदैन किनकि पेसेन्ट ओरिएन्ट हुँदैन। अनि तर एज अर्ली एज पोसिबल भन्छौँ हामी चाहिँ। बिरामीले त्यो जति सक्दो छिटो बिरामी चाहिँ एनेस्थेसियाको चाहिँ स्टेजबाट बाहिर आउँछ, फिजियोथेरापी स्टार्ट गरिसक्नुपर्छ। तर फिजियोथेरापी भन्दैमा फेरि हिजो घोडा फेरेको छ 24 घन्टामै उभ्याएर हिँडाइहाल्नुपर्छ भन्ने हुँदैन। बेडमै गरिने एक्सर्साइजहरू हुनसक्छ, बेड मोबिलिटीका कुराहरू हुनसक्छ, उसलाई चाहिँ त्यो बेडमा गरिने एक्टिभिटिजहरू हुनसक्छ। उसको निड अनुसारको एक्सर्साइज डिजाइन गरेर चाहिँ एज अर्ली एज पोसिबल फिजियोथेरापी स्टार्ट गर्नुपर्छ। हजुर। नेपालमा पेसेन्टहरू नै आउनुहुन्छ, डाक्टरहरूको मात्र गल्ती पनि हुँदैन यसमा होइन, बिरामीहरू पनि आफै पनि एउटा सतर्कता अपनाउनु पर्छ। हजुरहरूले पेसेन्टहरू आउँदाखेरि फलोअपमा यतिखेर आउनु भन्दाखेरि कतिको मान्नुहुन्छ, आइरहनुहुन्छ कि? अब यसमा चाहिँ तपाईँले एकदम राम्रो प्रश्न हो, तर यसलाई एन्सर गर्न अलिक ट्रिकी चाहिँ छ। किन भन्दाखेरि जस्तै यसमा दुईटा मोड्युल छ जुन चाहिँ अलिकति कन्ट्राडिक्टिङ छ। एउटा मोड्युलले के भन्छ भने जस्तै एभिडेन्स बेस्ड ट्रिटमेन्ट भन्छौँ हामी, प्रमाणमा आधारित उपचार गर्नुपर्छ होइन। के प्रमाण छ भने प्रमाण के हो त?
के हो त प्रमाण भनेको भन्दाखेरि प्रमाण चाहिँ 3टा कुराले बन्छ। एउटा चाहिँ हामीसँग पब्लिस भएका लिटरेचरहरू जुन हाई क्वालिटीका पेपरहरू हुन्छ नि रिसर्च गरेका आउटकम्सहरू हो त्यो एउटा प्रमाण त्यो हो। एउटा प्रमाण के हो भने मेरो एक्सपिरियन्स हो। मैले त्यस्तै किसिमको बिरामी हेर्दाखेरि के एक्सपिरियन्स कुन चाहिँ उपचारले बढी उसलाई फाइदा भइरहेछ भन्ने कुरा चाहिँ मेरो एक्सपिरियन्सको कुरा हो, क्लिनिकल एक्सपिरियन्स, जुन कुरा पेपरमा नहुन सक्छ अथवा मैले पब्लिस नगरेको हुन सक्छु। दोस्रो कुरा त्यो हो। र तेस्रो कुरा चाहिँ पेसेन्टको भ्यालु हो, पेसेन्टको भ्यालु र बिलिफ हो, उसले के बुझ्छ त्यो कुरामा। जस्तै फिजियोथेरापीको कुरा गर्ने हो भने ढाड दुखेको बिरामीमा ट्र्याक्सन लगाइहाल्नुपर्छ अथवा ट्र्याक्सन लाउँदैमा आजको भोलि उपचारले एकदम भास्ट डिफ्रेन्स गर्छ भन्ने न लिटरेचरले भन्छ न मेरो एक्सपिरियन्सले भन्छ। तर कुनै पनि पेसेन्टको सोच चाहिँ के छ भन्दाखेरि मलाई ट्र्याक्सन लगाएपछि ठिक हुन्छ, पहिला पनि ठिक भएको थियो, मेरो घरमा फलानुलाई यस्तै भएको थियो, मैले उसलाई ट्र्याक्सन लगाएपछि ठिक भयो भन्ने बिलिफ पेसेन्टमा छ भने हामीले त्यो पनि गर्नुपर्छ। त्यही भएर पेसेन्टलाई सेन्टरमा राख्नुपर्छ भन्नुको कारण त्यो हो। तर त्यो गर्दै गर्दाखेरि फेरि मैले आफ्नो मेरो क्लिनिकल एक्सपिरियन्स लिटरेचर एकतिर छ अनि पेसेन्टले चाहिँ पेसेन्टको बिलिफ अर्कोतिर छ भनौँ, दुईवटा डिफ्रेन्ट डिरेक्सनमा छ भने त्यस्तो केसमा चाहिँ जहिले पनि हाम्रो अटोनोमी भन्ने जुन इथिकल प्रिन्सिपल छ, पेसेन्टको अटोनोमी, हाम्रो अटोनोमी भन्दा पेसेन्टको अटोनोमीलाई रेस्पेक्ट गर्नुपर्छ। पेसेन्ट के चाहन्छ त्यो कुरालाई रेस्पेक्ट गर्नुपर्छ। बिलिफ सिस्टम पनि हुन्छ एउटा। एक्ज्याक्टली। उहाँहरूले मेन्टल्ली कसरी लिनुहुन्छ हामीले पनि त्यही अनुसार बुझेर उपचारको क्रम अगाडि बढाउनु, त्यो एउटा कुरा भयो। अनि अर्को कुरा चाहिँ जस्तो पेसेन्टलाई हामीले उपचार गर्दै गर्दा पेसेन्टको चाहिँ प्लान बनाउँदै गर्दाखेरि हामीले आफूले जानेको कुरा अथवा आफूलाई लागेको कुरा थोपर्ने भन्दा पनि पेसेन्टले चाहिँ के चाहन्छ अथवा पेसेन्टको चाहिँ के सोच छ, पेसेन्टले गोल के चाहन्छ, गोल बनाउने बेलामा नै पेसेन्टलाई नै अगाडि राखेर गोल बनाउनुपर्छ। अनि त्यो भयो भने चाहिँ त्यस्तो हुन्छ। त्यसले गर्दाखेरि चाहिँ यो क्वेसन मैले अघि नै भने नि डिफिकल्ट टु एन्सर किन हो भन्दाखेरि जति एक मान्छे लामो समयसम्म काम गर्दै गयो अथवा धेरै पढ्दै गयो भने उसले आफ्नो बिलिफलाई चाहिँ हाई बनाउँछ अनि पेसेन्टको बिलिफलाई चाहिँ नकार्नतिर लाग्छ। तर ब्यालेन्स्ड अथवा इभिडेन्स बेस्ड ट्रिटमेन्टमा त्यो चाहिँ हुँदैन वास्तवमा। सबैजनालाई सजिलो पर्ने गरी पेसेन्टले पनि आफूलाई राम्रो भएको गरी गर्नुपर्यो सबैजना मिलेर। एक्ज्याक्टली। अनि एउटा त्यो भयो। अर्को कुरा चाहिँ जस्तो मैले फिजियोथेरापी गरिरहेको छु घोडा दुखेको भनेदेखि घोडा दुखेको लागि अन्य उपचारहरू पनि त छन् नि। जस्तै अकुपन्चर गर्ने मान्छेले अकुपन्चरको पनि एडभोकेसी गरिरहेको हुन्छ, नेचुरोप्याथी गर्ने मान्छेले नेचुरोप्याथीको पनि एडभोकेसी गरिरहेको हुन्छ। त्यसैलाई अर्थोपेडिक सर्जनको आफ्नै स्टेक हुन्छ त्यसमा। त्यसपछि एनेस्थेसियाको पेन फिजिसियनहरूको आफ्नै स्टेक हुन्छ। हामीले एक अर्काको डिसिप्लिनको रोल बुझ्नुपर्छ, कसले के गर्छ कतिखेर, होइन, कसको आउटकम कतिखेर राम्रो हुन्छ भन्ने कुरा चाहिँ इन्टर प्रोफेसनल डिस्कसन चाहिँ हुनुपर्छ। अनि त्यो भइसकेपछि बल्ल मलाई थाहा हुन्छ कुन पेसेन्टलाई कतिखेर अर्थोपेडिक सर्जनकोमा पठाउने, कतिखेर यो पेसेन्टलाई अकुपन्चरले फाइदा गर्छ अथवा अकुपन्चर गर्नेलाई पेन फिजिसियनका कहिले पठाउने भन्ने कुरा चाहिँ ओरिएन्ट हुनुपर्छ। एउटा कुरा त्यो भयो। अनि अर्को कुरा चाहिँ के पनि हो भन्दाखेरि यसरी क्रस रेफरेन्स अथवा यो गर्दै गर्दाखेरि पेसेन्टलाई चाहिँ हामीले पहिलो भिजिटमै एज अ हेल्थ केयर प्रोभाइडरले चाहिँ यस्तो उपचार हुनसक्छ है भनेर ओरिएन्ट गरिदिनुपर्छ पहिला नै। किनकि पेसेन्टलाई जस्तै मेरो कुरा गर्नुहुन्छ भने फिजियोथेरापीमा म के भन्छु भने 3 महिना तपाईँ मसँग उपचार गराउनुहोस्, कन्जर्भेटिभ ट्रिटमेन्ट। त्यसमा मैले केही औषधिहरू पनि सजेस्ट गर्छु होला, त्यो औषधिहरू पनि खानुपर्ने हुनसक्छ। र 3 महिनापछि कन्जर्भेटिभ ट्रिटमेन्ट गर्दाखेरि तपाईँको दुखाइ अझै बढ्यो अथवा अहिलेभन्दा पनि कम भएन अथवा समस्या थपिँदै गयो भने भोलि अर्को हेल्थ केयर प्रोभाइडरसँग तपाईँले कन्सल्टेसन लिनुपर्ने हुनसक्छ। भोलि त्यहाँ इन्जेक्सन लाउनु पर्ने पनि हुनसक्ला, भोलि त्यसलाई सर्जरी गर्नुपर्ने पनि हुनसक्ला भनेर चाहिँ यसरी पेसेन्टलाई चाहिँ पहिले नै यो कुराहरूको जानकारी दिनुपर्छ। अब यसमा हाम्रो भइरहेको एउटा प्र्याक्टिस चाहिँ फिजियोथेरापी भनेपछि औषधि नचाहिने, अपरेसन गर्न नपर्ने उपचार हो भनेर एक्सप्लेन गर्नु नै गलत कुरा हो। वास्तवमा इन्टिग्रेटेड चाहिन्छ, हामीलाई सबै कुराको जरुरत पर्न सक्छ होला। 95% बिरामीलाई कन्जर्भेटिभ तरिकाले म्यानेज हुन्छ यदि एक्युट केसहरूका कुरा गर्ने हो भने, ट्रमा छैन भने, भाँचेको टुटेको छैन भनेदेखि। नत्र भने 95% छोडेर बाँकी 5%लाई त चाहिन सक्छ नि, कहिलेकाहीँ स्टेरोइड इन्जेक्सन पनि चाहिन सक्छ। अनि त्यो कुरामा चाहिँ हामी अवेर हुनुपर्छ।
हजुरहरूले फिजियोथेरापी गराइरहँदाखेरि सबैजनालाई आफ्नो बडी अनुसार आफ्नो पेन अनुसार डिफ्रेन्ट एक्सर्साइज दिनुहुन्छ। त्यही एक्सर्साइजलाई नै उहाँहरूले एकदमै गलत तरिकाले गरिरहनु भएको छ भने पनि बडीमा केही गलत समस्या देखिन सक्छ वा सक्दैन? सक्छ, डेफिनेटली देखिन सक्छ। तर फेरि एक्सर्साइज फिजियोथेरापिस्टले दिने एक्सर्साइज र अरूले दिने एक्सर्साइजमा के फरक हुन्छ भनेर अघि नै पनि सोध्नु भएको थियो। त्यो कस्तो हुन्छ भन्दाखेरि वास्तवमा रिसर्चको कुरा पार्ट मात्रै हेर्ने हो भने, लिट्रेचरको मात्र पार्ट हेर्ने हो भने यो एक्सर्साइज भन्दा यो एक्सर्साइज धेरै फाइदा हुन्छ भनेर अहिलेसम्म कसैले पनि भनेको छैन, कहीँ पनि इस्ट्याब्लिस लिट्रेचर छैन। एक्सर्साइज भनेको पेसेन्टले गर्न सक्ने एक्सर्साइज हुनुपर्छ र हामीले चाहेको गोल, जस्तै मैले यो मसलको स्ट्रेन्थ बढाउँछु भनेर गोल राखेको छु भने त्यो मसललाई टार्गेट गरेको एक्सर्साइज हुनुपर्छ। त्यही भएर मेजोरिटी अफ एक्सर्साइजहरू चाहिँ फिजियोथेरापिस्टबाट अथवा एक्सर्साइज फिजियोलोजिस्ट त त्यति नेपालमा हुँदैनन्, एक्सर्साइजका एक्सपर्टहरूबाट सुपरभाइज्ड हुनु चाहिँ एकदमै जरुरत छ। तर त्यो भन्दैमा फिजियोथेरापिस्ट नभएको खण्डमा पेसेन्टले एक्सर्साइज गर्न मिल्दैन अथवा एक्सर्साइज गर्न हुँदैन भन्ने पनि हुँदैन। अनि पेसेन्टलाई चाहिँ के कुरामा एउटा चाहिँ ओरिएन्टेसन हुनुपर्छ भने कुनै पनि एक्सर्साइजले गर्दाखेरि तपाईँको दुखाइ बढिराखेको छ अथवा तपाईँलाई चाहिँ के अरे यो समस्या अझ बढिराखेको छ भने त्यस्ता एक्सर्साइजहरू डिस्कन्टिन्यू गर्नुपर्छ। अहिले भन्दा 20 वर्ष जति अगाडिको फिजियोथेरापी क्लिनिकहरू जुन बेलामा म भर्खर पढ्दै थिएँ त्यो बेलामा क्लिनिकहरू जान्थेँ, त्यो बेलामा जस्तै यो जोर्नीको मोबिलाइज गर्नु पऱ्यो भने हात बाँधेर पेसेन्टलाई चाहिँ मुखमा कपडा सपडा कोचेर जति दुखे पनि मजस्त चलाउने त्यो प्र्याक्टिस थियो। त्यो अहिले चेन्ज भएको छ, धेरै नै चेन्ज भएको छ। त्यो पेसेन्टलाई चाहिँ एकदम पेनलेस ट्रिटमेन्ट हुनुपर्छ, पेनलाई एकदम रेस्पेक्ट गरेर ट्रिटमेन्ट हुनुपर्छ भन्ने कुरा चाहिँ अहिलेको प्र्याक्टिसमा छ। त्यही भएर धेरै मेरो भनाइमा चाहिँ अब ठुल्ठुला केसहरू जस्तै अर्थोपेडिक सर्जरी गरेका केसहरू अथवा स्पेसिफिक कज भएका केसहरूमा चाहिँ एक्सर्साइज सुपरभाइज नै हुनुपर्छ कसैले। तर जेनरल केसहरू जस्तो नन स्पेसिफिक लो ब्याक पेन भयो, नन स्पेसिफिक नेक पेन भयो, यस्ता केसहरूमा चाहिँ पेसेन्टलाई ओरिएन्ट गर्यो भने एक्सर्साइजहरू पेसेन्टले घरमै गर्न सक्छन्। तर आज दिएको एक्सर्साइज केही समयपछि चेन्ज गर्नको लागि चाहिँ फिजियोथेरापिस्टको सुपरभिजन फेरि त्यहाँनिर रोल प्ले गर्छ। हजुर, यो फिजियोथेरापी एक्सर्साइजले हाम्रो लङ टर्मसम्म बुढ्यौलीमा पनि के चाहिँ फाइदा गरिदिन्छ? एकदमै फाइदा दिन्छ। बुढ्यौली भनेको त एकदमै मतलब फिजियोथेरापी चाहिने स्टेज हो। मैले अघि नै भनिहालेँ, बच्चादेखि लिएर बुढेसकालसम्म चाहिँ फिजियोथेरापी एकदमै चाहिन्छ। बुढेसकाल लाग्दै जाँदाखेरि जस्तै लड्न सक्ने सम्भावना बढ्दै जाने, होइन, रिस्क अफ फल बढ्दै जाने, ब्यालेन्सको इस्युहरू हुने, अनि नर्मल पेसमा हिँड्न नसकिने, हिँडाइको पेस पनि कम हुने, मसलहरू विक हुँदै जाने, अनि यो नर्मल प्रोसेस हो। अनि हाम्रो जिउको प्रकृतिले बनावट नै यस्तो बनाइदिएको छ कि 30, 35, 40 वर्ष कटेपछि हाम्रो जिउको सबै कुरा खिँदै जाने हो। कपाल पनि सेतो हुँदै जान्छ, आँखा कमजोर हुँदै जान्छ, हड्डी कम पातलो हुँदै जान्छ, मासु कमजोर हुँदै जान्छ। अब यो कुरालाई ठ्याक्कै रोक्न त सकिँदैन, हामीले प्रकृतिको एगेन्स्टमा त केही पनि गर्न सकिन्न। तर यो रोकिने क्रमले देखाउने इफेक्ट जस्तो दुखाइ, कार्यक्षमता कम हुने, यो कुरालाई चाहिँ कम गर्न सकिन्छ। मासु बलियो बनाउन सकिन्छ, हड्डीलाई बलियो बनाउने कसरतहरू भन्नाले वेट बियरिङ किसिमका कसरतहरू दिन सकिन्छ। त्यसपछि उसलाई ब्यालेन्समा इम्प्रुभ गर्नको लागि इम्प्रुभ गर्न सकिन्छ। उसलाई फिजियोथेरापी मात्र नभएर रिहेबिलिटेसनको अर्को विधा छ प्रोस्थेटिक्स एन्ड अर्थोटिक्स भन्ने। सहायक सामग्रीहरू कुनै चाहिन्छ भने त्यो सहायक सामग्रीहरू दिएर उसलाई बढी फङ्सनल बनाउन सकिन्छ। त्यही भएर एज अ होल पुनर्स्थापनाको मेन गोल भनेको चाहिँ कार्यक्षमता बढाउने हो, उसले गर्न सक्ने डेली एक्टिभिटिजहरूलाई इम्प्रुभ गर्ने हो। त्यो कुरा गर्नको लागि चाहिँ विभिन्न रोलहरू हुनसक्छ र बुढ्यौलीमा त झन् यसको एकदमै ठुलो इम्प्याक्ट पर्छ। हामीले अब पेन भइसकेपछि मात्र हस्पिटल जाने चलन छ अथवा हामी नेग्लेक्ट गरिरहन्छौँ डेली हेबिटमा एक्सर्साइजहरू गर्नलाई। फिजियोथेरापीको एक्सर्साइजमा नि हामी केही पनि नभएको, बिरामी नभएको मान्छेलाई पनि फिजियोथेरापी प्र्याक्टिसमा के गर्न सकिन्छ, सरल उपायहरू? एउटा त सबैभन्दा पहिला सुरु मान्छे फिजिकल्ली एक्टिभ हुनुपर्छ। फिजिकल्ली एक्टिभ भनेको के हो भने ACSM भन्ने एउटा संस्था छ, अमेरिकन कलेज अफ स्पोर्ट्स मेडिसिन। यसले सुझाए अनुसारको चाहिँ हाम्रो कमसे कम
हप्तामा 150 देखि 180 घण्टा चाहिँ एकदमै भिगर हामी मोडरेटली एक्टिभ हुनुपर्छ। भनेको मतलब हामीले गर्ने नर्मल एक्टिभिटिज भन्दा अलिकति गाह्रो किसिमको एक्टिभिटिज गर्नुपर्छ ऊ रहनलाई। अनि त्यसको लागि हिँड्ने, दौडिने, साइकल चलाउने अथवा कुनै पनि रिक्रिएसनल कुराहरू गर्नुपर्छ। एउटा फर्स्ट कुरा दियो फिजिकल एक्टिभिटी चाहिँ एकदमै इम्पोर्टेन्ट कुरा हो। यो फिजियोथेरापी बारे चाहिँ हाम्रो समाजमा रहेका गलत बुझाइहरू चाहिँ के छन् जस्तो लाग्छ हजुरलाई? मिथ्सहरू भन्नुपर्दाखेरि चाहिँ फिजियोथेरापीको बारेमा सबभन्दा ठुलो मिथ भनेको चाहिँ प्यासिभ ट्रिटमेन्ट हो भन्ने कुरा चाहिँ मिथ हो। म फिजियोथेरापिस्ट भेट्न जान्छु, उसले यो मेसिन लगाइदिन्छ अथवा यो चाहिँ मेरो जोर्नी चलाइदिन्छ र म ठिक हुन्छु भन्नु चाहिँ ठुलो मिथ हो। किनभने फिजियोथेरापीमा पेसेन्ट नै एक्टिभ हुनुपर्छ सबभन्दा पहिला कुरो। अनि यो फिजियोथेरापीलाई चाहिँ एकदम छुट्टै विधा भनेर हेरिन्छ। एलोप्याथी भने जस्तो, आयुर्वेद भने जस्तो एउटा छुट्टै विधा भनेर हेरिन्छ, तर त्यो होइन। फिजियोथेरापी एकदम इन्टिग्रेटेड विधा हो सबै उसमा। जस्तै पोस्ट सर्जरीमा पनि फिजियोथेरापीको त्यतिकै रोल हुन्छ। अनि उसमा पनि स्पोर्ट्समा अघि हामीले डिस्कस गरिहाल्यौँ भनेपछि त्यस्ता किसिमका मिथहरू हुन्छ। हजुर, बिरामीहरूले आफ्नो फिजियोथेरापिस्ट चयन गर्दाखेरि चाहिँ योग्य फिजियोथेरापिस्ट चयन गर्दा ध्यान दिनुपर्ने कुराहरू चाहिँ एकदमै राम्रो क्वेसन। यो त मलाई मैले त सोचे पनि थिएन यति राम्रो क्वेसन आउँछ भनेर। यो चाहिँ म आफै पनि रेगुलेटरी बडीमा भएकोले गर्दाखेरि नेपाल स्वास्थ्य व्यवसाय परिषदको फिजियोथेरापी विषयको विशेष समिति सदस्य छु म। साथै अहिले नेपाल सरकारमा सहप्रमुख फिजियोथेरापिस्टको रूपमा कार्यरत छु 10औं तहमा। भनेपछि यो चाहिँ मेरो एकदमै इन्ट्रेस्टको विषय हो। एउटा बिरामीले फिजियोथेरापिस्ट छान्दाखेरि ऊ पहिला सुरु आफ्नो काउन्सिलमा दर्ता छ कि छैन, उसको लाइसेन्स अपडेटेड छ कि छैन भन्ने कुरा एकदमै इम्पोर्टेन्ट छ। अब त्यो कुरा चाहिँ हाम्रो ठ्याक्कै लाइसेन्सले नै दिने कुरा भयो, रेगुलेटरी कुरा भयो। त्यो बाहेक पनि त्यो फिजियोथेरापिस्ट चाहिँ एजुकेसनल एक्टिभिटिजहरूमा कतिको इन्भल्भ छ, उसले आफ्नो प्र्याक्टिसलाई चेन्ज लिएर आउनको लागि कतिको पढाइलाई बरकरार राखेको छ। जस्तै एउटा इक्जाम्पल चाहिँ के भने, मैले मेडिकल साइन्समा चाहिँ के हुन्छ भने 10 वर्ष अगाडि मैले मेडिकल स्कुलमा पढेको उपचार म पढेर प्र्याक्टिसमा आउँदासम्म त्यो उपचार आउटडेट भइसकेको हुन्छ। त्यही भएर मैले आज पनि त्यही कन्भेन्सनल उपचार जसबाट धेरै बेनिफिट कम छ त्यही नै युज गरिरहेको छु कि मैले नयाँ टेक्निक युज गरिरहेको छु, त्यो कुरामा अपडेट हो। अब हामीले चाहिँ रेगुलेटरीको पार्टमा चाहिँ कन्टिन्युस प्रोफेसनल डेभलपमेन्ट CPD पोइन्ट्सहरू सर्टेन एमाउन्ट अफ वर्कसप, सेमिनार, कन्फरेन्सहरू एटेन्ड गरेको हुनै पर्ने भनेर नियम नेपाल स्वास्थ्य व्यवसाय परिषदबाट ल्याउन पनि लागिरहेका छौँ। त्यो भइसकेपछि तर त्यो नहुँदासम्मलाई चाहिँ एटलिस्ट बिरामीले मेरो केससँग मेरो फिजियोथेरापिस्ट कतिको ओरिएन्टेड छ भन्ने कुरा एउटा बुझ्नु पर्यो। अर्को कुरा चाहिँ फिजियोथेरापी चाहिँ एकदम स्पेसलाइजेसन बेस्ड छ। भनेको मतलब विशेषज्ञता छ यसमा। न्युरोको छुट्टै छ, कार्डियोको छुट्टै छ, अर्थोको छुट्टै छ, वुमेन्स हेल्थसँग सम्बन्धित छुट्टै छ। आफ्नो समस्या के हो त्यसको स्पेसलाइजेसन भाटामा त्यसको स्पेसलाइजेसनको फिजियोथेरापिस्ट भेट्दा चाहिँ अझ बढी राम्रो हुन्छ जेनरल वेग भन्दा पनि। हजुर, हामी अब हजुरलाई अन्तिम प्रश्न, हाम्रो सक्रिय शरीर राख्नको लागि पानी र एक्सर्साइजको चाहिँ कति आवश्यक छ लास्टमा भनिदिनु? हामीलाई जति फ्रिक्वेन्टली पानी पिउनुपर्छ मेरो विचारमा त्यति फ्रिक्वेन्टली पोजिसन पनि चेन्ज गर्नुपर्छ होला। हामी अफिसमा नर्मल्ली बस्दाखेरि कमसेकम आधी घन्टामा आधी ग्लास पानी त पिउँछौँ कमसेकम पनि। त्यति त हाम्रो अफिसमा बस्दाखेरि पानी पिउने जुन सिस्टम आजकल त अझ यो मोबाइलको अलर्टहरूले पनि दिन्छ, त्यत्तिकै चाहिँ हाम्रो पोजिसन चेन्ज गर्न त्यत्तिकै इम्पोर्टेन्ट छ। 30 मिनटभन्दा बढी एउटै पोजिसनमा बसिराख्नु भनेको ढाडको लागि एउटा चुरोट खाए बराबरको नकारात्मक असर हुन्छ। भनेपछि त्यो पोजिसन चेन्ज गर्नु एकदमै इम्पोर्टेन्ट छ। पहिला चाहिँ आइडियल पोस्चर अथवा अर्गोनोमिक्स भनेर हामी सिधा बस्नुपर्ने, यसरी बस्नुपर्ने भनेर सुझाव त्यसरी दिइन्थ्यो। तर अहिले चाहिँ त्यो भन्दा पनि पोजिसन चेन्ज नगर्नाले चाहिँ धेरै असर पर्छ। त्यही भएर एउटा गुड पोजिसन भन्दा पनि अप्टिमल पोजिसन भन्ने चाहिँ हुन्छ जुन चाहिँ चेन्ज गरिराख्नुपर्छ फ्रिक्वेन्टली। त्यही भएर मेरो विचारमा उत्तिकै रोल छ पानी, पोजिसन अनि एक्सर्साइजहरूको चाहिँ मतलब एक अर्काको कम्प्लिमेन्ट्री रोल छ।
हजुर हस् सर धन्यवाद आइदिनु भयो हामीलाई समय दिनुभयो धन्यवाद मलाई धेरै धन्यवाद आज यो प्लेटफर्म दिनुभएको स्वास्थ्य टाइम्सलाई अनि त्यसपछि विशेष गरी पूर्ण वाटरलाई अनि तपाईँलाई पनि कार्यक्रम एकदम फ्लुएन्टली चाहिँ जसरी चलाइदिनु भयो अनि बाँकी सबै टेक्निकल टिमलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु सर हजुरलाई हाम्रो यो पूर्ण वाटरको तर्फबाट एउटा हस् धेरै धेरै धन्यवाद पूर्ण वाटरलाई जाँदा लान नि सक्नुहुन्छ अरू पनि केस छ ओके थ्याङ्क यू